आफ्नै मान्छेले रोडमा गएर आउँदै पैसा मागेको एज दिनमा 100-200 भएको अनि आफ्नो बहिनीसँग आफ्नो बहिनीले एकदम भेट्दाखेरि 1000-500 रुपियाँ बाटोमा भेटेपछि ल्याएर दिँदाखेरि टक्क त पैसा नचिन्ने र खुसी हुने तर मासु ल्याएर खाने त्यस्तो चाहिँ कथा सुनाएछ तपाईँलाई कस्तो लाग्छ? ठ्याक्क आज त्यही भएछ। गीत गाउने यस्तो स्वर मिठो छ। सुन साइले साइले परदेश हट माउला सुन साइले साइले चालेस्कटे सिरौला। पहिलाकै कुरा हो, अशोक दर्जी भाइको कुरा गर्दैछु होइन। आज उसको मुभी आउँदैछ होइन, त्यो लिङ्क बोर्डहरूमा उहाँकै फोटो छ क्या भाइको। एकदम मलाई खुसी लागेको साँच्ची क्या, रियल स्टोरी नै जस्तो लाग्छ मलाई क्या। कार्तिक 21 गते जुनदेखि जुन गइरहेछ तपाईँहरू सबैजना हेरिदिनु होला क्या। यो पनि हेर्छौँ तर तपाईँहरू पनि हलमा गएर एट्याच गरेको छ। मैले भाइको कुरा सुने क्या, अन्तर्वार्ताहरूमा त्यो थुप्रै ठाउँहरूमा गएर इन्टरभ्यू दिने त्यसपछि त्यो गर्ने। अच्छा उसले नेपाल टेलिभिजनमा समेत इन्टरभ्यू दिन जाँदा उसको एक्सपाइटेड हुन्छ नि एउटा भित्रको मनबाट त्यो त म मतलब आज मैले भन्न सक्दिनँ किनकि भाइले आफै व्यक्त गरेको छ त्यहाँ। अनि त्यसपछि एउटा इन्टरभ्यूमा अझै त्यो उसको टङबुदा थोकीले आफ्नै छोरा जस्तो मान्छ क्या। मैले एउटा अझै भिडियो कहाँ हेरेको थिएँ, क्लास 8मा मार्कसिट ल्याउनु गएको बेला स्कुलमा अब कहिले पढ्नै नसुन्नु, मतलब पढ्न चाहिँ कस्तो गाह्रो हुन्थ्यो होला, यो शहीद के हुन्थ्यो, कसको जीवन के हुन्थ्यो। तर त्यो भन्छ नि त मान्छे राम्रोको हातमा परेपछि राम्रो हुन्छ क्या। छ अझै नेपालमा त्यस्तो त्यस्तो भाइहरू छ, कतिले त मिडियाबाजी गर्दै ज्यान गुमाउनु पर्या। त्यस्तै हो, मैले नामहरू नभने तर यो मुभी चाहिँ हामी सबैले हेरिदिन्छौँ भनेर। देउता भेट्यो, देउता नै हो क्या अशोक दर्जीको लागि। टङ्क बहादुर चाहिँ उहाँको देउता नै हो, आफ्नै छोरा जस्तो मान्नुहुन्छ। अझ त्यो मुभीमा के कुराहरू समेटिएको छ होइन, कसरी हिरो भनौँ, पहिलाको लाइफ स्टाइल के थियो। अनि गीतहरू पनि त्यो भाइको चाहिँ स्वर यस्तो चकचकी टाइपको छ, भाइ एकदम ठ्याक्क बोलेपछि सानोमा पनि बोल्दाखेरि यसको हँसी लाग्ने एकदम इन्जोयमेन्ट हुने खालको छ क्या। सुटिङ गर्ने हैन, सूर्यपति पनि लाउँदा हुन्छ? सूर्यपति हुँदैन, सूर्यपति त आमा दिदी बहिनीले लाउनुहुन्छ त। हुन्छ ल म सिन्दुर लाएर बस्छु। सिन्दुर लाउँदैन हैन, हामी टिका लाउने हो, जमारा भगवानको टिका हो। ल हामीले जमारा भनेको त्यो धान जस्तै हुन्छ नि, दसैँमा लान्छ नि। त्यतिखेर हेरेपछि जतिको आकलन गर्न सकिन्छ त्यो मात्र होइन, एउटा बाटोमा हिँड्दै गऱ्यो केटाले चाहिँ कसरी यतिसम्म गर्दो रहेछ, त्यसको सुनमा सुगन्ध थप्ने काम कसले गर्छ। सारङ्गी त वास्तवमै मतलब रेड जुन मुभी थियो, सत्ती मान्छेले गयो हलमा रोएका छन्, रोए पनि हिट भयो नि त मुभी। नेपालकै सबभन्दा टपमा आयो क्या, पहिलो नम्बरमै भनौँ न, पहिलो नम्बरमा। त्यस्तै हो क्या, तपाईँले कुनै कुराको इमोसनल आफ्नो मेल खान्छ जब आफ्नो जीवनसँग मेल खान्छ, आफूले भोगेर पीडाहरू त्यहाँ हुन्छ। त्यसपछि एउटा बाटोमा हिँड्दै गरेको मागेर खाने केही नभएको त्यस्तो व्यक्तिहरू, त्यस्तो भाइले एउटा राम्रो मान्छेको हातमा परेपछि कस्तो हुँदो रहेछ भन्नेको उदाहरण हो क्या। यहाँ ऊ त अशोक दर्जी भाइले यति पनि भनेको चाहिँ कि हाम्रो र यो सम्बन्धले नेपालमा एउटा जात जाति भेदभावको जुन धाग हो त्यो तोडेको छ। उहाँले भोगेको होला नि त पीडा, किनकि मान्छेले भोग्छ। मुभीले चाहिँ हेरिदिउँ भनेर सबैले हेरिदिनु है भनेर एउटा मैले आह्वान गर्छु। मतलब जहिले मैले जति सकेँ मेरो अब 200, 100, 50जना गएँ नि 10जना मेरो भिडियो हेरेर गयो भने हुन्छ नि त। मैले यस्तै 10जना मतलब 10 लाख मान्छे 5 लाख मान्छेले यस्तै भिडियो बनाइदियो म जस्तै। म त इन्फ्लुएन्सर होइन, तर मैले सोसियल मिडियामा मेरो साथीहरू छ नि त, फलोवर्स छ थोरै, 4-5 हजार भयो भने त फलोवर्स छ नि त, त्यो हिसाबले चाहिँ हो क्या। त्यहाँदेखि तिमीलाई दिएको स्थान त्यो मान्छेलाई कहिले नभुल्नु।